भाषणले बन्दैन। देश पोस्टर र सामाजिक सञ्जालका लाइक कमेन्टले पनि बन्दैन। देश बनाउँछन् ती मानिसहरूले जसले सङ्कटमा बहाना होइन जिम्मेवारी हुन्छ। नेपालको इतिहास हेर्नुस्, भूकम्पपछि इन्जिनियरहरू खटे, विश्वमा झण्डा फरफराउने खेलाडी नै भए, सीमामा सैनिक नै उभिए। उनीहरू राजनीतिमा थिएनन् तर राष्ट्र निर्माणमा अग्रमोर्चामा थिए। यही कथा ऊर्जा क्षेत्रमा पनि दोहोरियो। एक समय नेपाल 16 देखि 18 घण्टा अन्धकारमा थियो। विद्यार्थी मैनबत्तीमै पढ्थे, उद्योग बन्द हुन्थे, अस्पतालका अपरेसन पनि रोकिन्थे। त्यो अन्धकार चिरेर आए कुलमान घिसिङ। 2016 मा नेतृत्व सम्हाल्दा सङ्कट गहिरो थियो, तर इमान्दार व्यवस्थापन, चोरी नियन्त्रण र निर्णय क्षमताले लोड सेडिङ अन्त्य भयो। यो नारा होइन, परिणाम थियो। घरमा मात्र बत्ती बलेन, 30 लाख विद्यार्थीको भविष्य उज्जवल भयो। अस्पताल सुरक्षित भए, उद्योग चले। 58%बाट 79% नागरिकमा विद्युत पहुँच पुग्यो। घाटामा रहेको संस्था पनि नाफामा गयो। अब प्रश्न छ, हामी भाषण चाहन्छौँ कि समाधान? बाजा चाहन्छौँ कि नतिजा? र धेरै नेपालीका लागि त्यो विकल्प स्पष्ट छ। जसले देश उज्यालो बनायो उसले भविष्य पनि उज्यालो बनाउन सक्छ। निर्णय तपाईको हो, देश चलाउने कि देश बदल्ने। यसपटकको मत उज्यालो दिने चिम चिन्हमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ